ठिक छ पहिला पहिला यस्तो भन कुमारलाई भिडियो बनाइरहेछ म हेरिसकेको छु ओके ठिक छ भन हैन मसँग सोध्नु न कुमारले भिडियो सुन राम्रै कुरा त ओके ठिक छ हैन ओके ठिक छ भन त ओके ठिक छ तिमी र म होटल जाउँ मेरो पैसा तिमीले तिरेको छ भने अब बुझिसकेन म तिमीलाई ल भन्दा रिपिट गर्दा अहिले के भनेको एक मिनेट भोइस गर्नुभन्दा अगाडि रिपिट गर न के भनेको हेलो दाइ सुन्नु न तपाईँ र म होटल जानुभन्दा पहिला होटल जाउँ हेलो दाइ तपाईँ र म होटल जाउँ र नजाने हो अहिले जो कति पैसा मतलब हामीहरू दुईजनाको बिचमा आएको होइन अब के भन्नु म तिमीलाई त कसम बेचेर खान्छ र भन्छ महा कसम अब म के भन्नु तपाईँहरू तिमीलाई मैले भने नि ओके ठिक छ भन त ओके ठिक छ तिमी र म होटल जाउँ यदि तिमीले मेरो पैसा पनि तिरेको छौ भने यदि तिमी मेरो पैसा तिरेछ भने म तिमीलाई पैसा दिन्छु ल भन त के भने सुदीपले हेलो दाजु ल ठिक छ यदि मेरो पैसा तिमीले मेरो पैसा तपाईँले तिर्नु भएको छ भने होइन ल ठिक छ म तपाईँको होटलमा जान तयार छु होइन अब के भन्नु उसको होटल छ के भन्नु ओके ठिक छ तिमी भन न ओके ठिक छ म तपाईँसँग होटल जान तयार ओके ठिक छ भन न ओके ठिक छ तिमी र म होटल जान तयार छु तिमी र म तिमी र त्यो होटल जाउँ मेरो पैसा पेमेन्ट पेमेन्ट गरेको छौ भने लेखमा लौरा बसल म तपाईँ